आज मलाई स्याउलाको भारी ढोकेलालाई मान्छे नभएर यस्तो भयो। बिहान बिहानै उठेर वाइटी स्टुडियो चेक गरेको थियो। आज बेलुका मैले लङ भिडियो र सर्ट भिडियो दुईटा युट्युबमा हालेको थियो। भ्युज त खुर्लुत्तै आएन रहेछ। भ्युज अहिले नआए नि के गर्नु, पछि पछि आउँछ भनेर मैले त्यतिकै छोडिदियो। बिहान बिहान उठेर म चाहिँ एक्सर्साइज गर्नतिर थाले। यो हातको नसा तन्काउने चाहिँ दाइले पहिले जिम गर्दाखेरि बनाएको थियो। मैले क्यामेरामा एक मुक्का हानेको थियो, कपाल गोर्नु पर्ने रे। त्यसैले एकछिन होइन हेर्दै कपाल कोरियो गोर्खे दाइहरुको स्टाइलमा। कम्मरमा हँसिएर नाम्लो राखियो। राखेर मात्रै त भएन, काट्न पनि जानु पर्यो घाँस। अब काट्नु पर्ने चाहिँ घाँस होइन, स्याउला हो। फेरि त्यतिकै हातको नसा तन्काउँदै एक सलाम ठोकेर म चाहिँ स्याउला काट्ने ठाउँमा नि आइयो। अब स्याउला काट्नु पर्छ। हिजो आज स्याउला काट्ने बानी भएर होला फेरि मलाई स्याउला काट्न नि गाह्रो भएको थिएन। अलिअलि गरेर कहिले उता कहिले यता कहिले उता कहिले यता गरेर यति पुर्यायो। जम्मा धेरै त काटेन, जम्मा यति काटियो। स्याउला काट्दाखेरि चाहिँ केही पनि भएन। स्याउलाको भारी हाल्दाखेरि पनि केही पनि भइरहेको थिएन। जब स्याउला बोक्ने पालो आउँछ नि तब चाहिँ धेरै गाह्रो अनि धेरै रिस पनि उठेको थियो। स्याउलाको भारी बोकेर बल्ल बल्ल पनि सकियो। अहिले चाहिँ घरमा पनि आइयो। आजको मेरो मिनी भ्लग चाहिँ धेरै लामो भयो होला, त्यसैले यतिमै बिदा लिन चाहन्छु। बाई।